बाँसुरीको धुन। संसारमा यस्ता धेरै मानिसहरू छन् जसलाई बाँसुरीको धुन असाध्यै मनपर्छ। तीमध्ये म पनि पर्छु। मलाई सानैदेखि बाँसुरीको धुन मनपर्छ। मलाई त्यो बाँसुरीको धुन आफै बजाएर आनन्द महसुस गर्नु थियो। म करिब 6 वा 7 वर्षको हुँदा मेरी आमा र बुवाले हनुमान ढोका घुम्ने क्रममा बाँसुरी किनिदिनु भएको थियो। मलाई त्यस बेला बाँसुरी फुक्न मात्र आउँथ्यो। मलाई बाँसुरीको 7 ताल धरि बजाउन आउँथेन। म करिब 12 वर्षको हुँदा बाँसुरी जसरी भए पनि सिक्ने भनेर निधो गरेँ। मसँग त्यही 6 वर्षमा किनेको बाँसुरी थियो। मैले त्यही बाँसुरीबाट 7 ताल सिकेँ। फेरि 7 ताल पनि कुनै पनि विद्यालयमा गएर सिकेको थिएन, युट्युबबाट सिकेको थिएँ। म 13 वर्षको हुँदा मलाई बाँसुरीमा अझै अगाडि बढ्नु थियो। त्यसैले मैले मेरो बुवालाई बाँसुरी किनिदिन अनुरोध गरेकी थिएँ। मेरो बुवाले मलाई बाँसुरी बजाउनमा धेरै सहयोग गर्थे। उनले हुन्छ भन्नुभयो। त्यो सुनेर म छक्क परेँ, किनभने मेरो बुवाले कुनै पनि चिज किन्नुभन्दा अगाडि धेरैचोटि सोच्थे। म त्यस बेला असाध्यै खुसी भएँ। बाँसुरी स्केलमा बेचिन्छ भनेर बुवालाई थाहा थिएन। त्यसैले मैले सी स्केलको बाँसुरी किनेर ल्याइदिनु भनेको थिएँ। बुवाले सी स्केलको बाँसुरी 1000 भन्दा माथिको दामको भएको हुनाले उनले ल्याउनु भएन। मेरी आमाले पनि त्यस्तो महँगो बाँसुरी किन्नु पर्दैन भन्नुभयो। म त्यस समयमा धेरै दुःखी भएको थिएँ। तर करिब त्यस घटनाको 4 दिनपछि मेरो बुवाले एउटा बाँसुरी ल्याउनु भयो, त्यो पनि पाइपको। त्यस बेला मेरो बुवाको त्यो इनोसेन्ट मुख देखेर मलाई धेरै हाँसो पनि उठेको थियो। मेरो बुवाले यो पनि सी स्केल जस्तै हो, मैले बल्ल तल्ल एउटा मान्छेलाई भनेर बनाएर ल्याएको कुरा गर्नुभयो र त्यसपछि राम्रो बजाऊ अनि नयाँ बाँसको सी स्केलको बाँसुरी किनिदिउँला भनेर पनि भन्नुभएको थियो। त्यस बेलादेखि म यही बाँसुरी प्रयोग गर्छु। मैले बाँसुरी सिक्नको लागि पछाडि नजिकैको विद्यालयमा सिक्न गइरहेको छु। म अहिले 14 वर्षको भएको छु र अहिले मलाई मङ्गलधुन, एलालुएको थोरै बोल बजाउन आउँछ अनि अहिले म रेशम फिरिरी गीत बाँसुरीमा बजाउन सिकिरहेको छु। यसरी नै म बिस्तारै बाँसुरीको धुन बजाउने तर्फ लाग्छु।